सम्माननीय अध्यक्ष महोदय, माननीय सदस्यहरू, जेनजी पुस्ताबाट भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखी भएको आन्दोलनपछि भएको निर्वाचन मार्फत जनताबाट विश्वास र भरोसा राखी राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्रदान गर्नुभएको छ। जनताले हामीमाथि गर्नुभएको भरोसालाई तब मात्र परिणाममा देखिन्छ जब प्रत्येक नागरिकले भ्रष्टाचारको न्यूनीकरण र सुशासनको अनुभूति गर्नुहुन्छ। मान्य सदस्यहरूबाट लिखित तथा मौखिक रूपमा प्रस्तुत भएका धारणाले नीति तथा कार्यक्रममा सबैको स्वामित्व स्थापित भएको छ। प्राप्त सुझाव तथा पृष्ठपोषणलाई आगामी आर्थिक वर्षको बजेटमा अधिकतम समावेश गर्ने व्यक्तिगत प्रतिबद्धता पनि म दिन चाहन्छु। अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास, सुशासन, सेवा प्रवाह सुधारसहित सामाजिक न्याय हासिल गर्न ठोस कार्यक्रमको कार्यान्वयन इमानदार ढङ्गले हामी गर्नेछौँ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम हुने गरी बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नेछु। अर्थतन्त्रको आकार वृद्धि गर्न वैकल्पिक वित्तका विभिन्न उपायहरूको प्रयोग हामी गर्नेछौँ। ठुला तथा अधुरा आयोजनाका लागि स्रोतको कमी हुन नदिन वैदेशिक अनुदान, आन्तरिक स्रोत र ऋण परिचालन गरिनेछ भने राजस्व अभिवृद्धिका सबै उपायहरूको अवलम्बन हामी गर्नेछौँ। सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारको रणनीतिलाई आर्थिक रूपान्तरणको प्रमुख आधारको रूपमा हामी विकास गर्नेछौँ। एउटा महत्त्वपूर्ण कमिटमेन्ट, यो गभर्मेन्टको कमिटमेन्ट, केही संशय पाउँछु म र हजुरहरूलाई निश्चिन्त पार्नको लागि पनि सम्मान्य अध्यक्ष महोदय मार्फत कि नीति तथा कार्यक्रमको अन्तिम वाक्य हजुरहरूले दोहोऱ्याएर पढिदिनु होला र त्यसलाई म यहाँ स्मरण गराउन चाहन्छु। सरकारले सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिएको छ। हामी पाङ्ग्राको पुनराविष्कार गर्न आएका होइनौँ। हाम्रा अग्रजहरूले जुन उपलब्धिहरू ल्याउनुभयो त्यसैलाई समृद्ध बनाउनको लागि न्युटनको एउटा फेमस कोट छ, मैले अलि टाढा देख्न सकेको छु भने मभन्दा अघि आएका अग्रजहरूको काँधमा उभिएर मात्रै देख्न सकेको हुँ भन्ने यो आइजाक न्युटनको करिब 300 वर्ष पुरानो कोट छ। विज्ञानमा मात्र होइन, यो राजनीतिमा पनि लागू हुन्छ। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति हाम्रो टोटल कमिटमेन्ट छ। त्यसैले त्यो आलोकमा आज अलिकति उठेका विषयहरूमध्ये मलाई यहाँ जानकारी गराइयो कि ट्रेड युनियनको विषय निर्वाचनमा जाँदै गर्दा हामीले हाम्रो वाचापत्र यसपालि अलि वफादारीका साथ यो वाचापत्रमा लेखिएका कुराहरूलाई नै हामीले नीति कार्यक्रम र बजेटका सिद्धान्त प्राथमिकता र आगामी जेठ 15 गते पेश हुने बजेटमा पनि हुबहु जस्तै यो वाचापत्रलाई नै हामीले उतार्ने कमिटमेन्ट छ, एउटा सङ्कल्प छ। हामीले यो सुशासनको मुद्दालाई सबभन्दा प्रधानताका साथ उठाएको जगजाहेर नै छ र त्यसलाई नेपाली जनताले जुन अभूतपूर्व म्यान्डेट दिएर हामीलाई पठाउनु भएको छ त्यसप्रति हामी इमान्दार रहनुपर्छ भन्ने चेत र एउटा बुझाइ चाहिँ पार्टीभित्र छ। वाचापत्रमा हामीले रूपान्तरणका नीतिगत प्रस्थानका 100 आधारहरू भनेर प्रस्तुत गरेका थियौँ। त्यसको 6 नम्बरमा नै 1 नम्बरदेखि 19-20 नम्बरसम्म हामीले सुशासनकै मुद्दाहरू उठाएका थियौँ। 20देखि 40 आर्थिक मुद्दाहरू थिए र यसलाई हामीले पल्टाउँदै गर्दा 6 नम्बरमा हामीले के भनेका थियौँ भने सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाउँछौँ भनेर हामीले कमिटमेन्ट गरेका थियौँ। अघि पनि भनेका थियौँ सरकारी सेवा भने निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रबन्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी भन्ने समग्र ट्रेड युनियन मुभमेन्टलाई नै निषेध गर्ने, यसको ऐतिहासिक गाम्भीर्य महत्त्वलाई खारेज गर्ने नियतले यो आएकै होइन। दलगत ट्रेड युनियनहरू जुन वाचापत्रमा लेखिएको छ त्यसले चाहिँ धेरै कुरा बिगार्यो। अब यसलाई अनौपचारिक ढङ्गमा तपाईँ हामी सबैले स्वीकारेकै विषय हो। असाध्यै यो प्रोफेसनलिजमलाई अहिले म अर्थ मन्त्रालय सम्हाल्दै गर्दा पनि त्यहाँ पुराना अभ्यासहरू कोट्याउँदाखेरि डरलाग्दो चाहिँ विकृति र व्यथिति आएको भन्ने छ। तर यसले त्यत्रो 3-4 सालदेखि गिरिजाप्रसाद कोइराला जस्ता मूर्धन्य व्यक्तिहरू आफै आबद्ध भएर मनमोहन अधिकारीहरू चाहिँ ट्रेड युनियन मुभमेन्टबाटै उदाउनु भएको, विराटनगर जुट मिलको चाहिँ हडतालहरू, यो कुरा त हामीले पनि पढेका छौँ। त्यति वृद्ध भइसकेको छैन त्यो विटनेस गर्नको लागि, तर इतिहासका विद्यार्थीको नाताले मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला जस्ता असाध्यै सम्मानित पूर्व प्रधानमन्त्रीहरूको राजनीतिक आधार नै ट्रेड युनियन मुभमेन्टबाट सुरु भएको कुरालाई हाम्रो पुस्ताले त त्यसलाई त रेस्पेक्ट गर्ने हो, अझ पढाउने हो, फैलाउने हो। यसको आवरणमा जुन विकृति, भ्रष्टाचार, दलीयकरणले कण कणमा गएर कुशासनलाई
विषाक्त बनायो, हाम्रो शासन व्यवस्था प्रणालीलाई विषाक्त बनायो, त्यो त हामी खारेज गर्छौँ भनेर निर्वाचनमा गएकै हो र जनताले होल हार्टेडली त्यसलाई इन्डोर्स गरेकै हो। त्यसैले यसमा कन्फ्युजन नहोस्। समग्र ट्रेड युनियन भ्याल्युज मुभमेन्टलाई संविधानले अलाउ गरेको परिधिसम्म हामीले मान्छौँ, किनकि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र वर्तमान संविधानलाई हामीले सर्वात्मना स्वीकार गरेका छौँ। सङ्गठित हुन पाउने अधिकार, बार्गेनिङ पावरको अधिकार इत्यादि, यो नेगोसिएसनको मा चाहिँ इम्प्लोयर र इम्प्लोइ बिचको जुन एसिमेट्रिक बार्गेनिङ पावर हुन्छ त्यसलाई सच्याउनको ल्याइएको यो आधारभूत स्पिरिटमा हामीले प्रहार गरेका होइनौँ। अदालतबाट गरिएको फाइनल भर्डिक्टलाई हामी अनर गर्छौँ। आधिकारिक एउटा ट्रेड युनियन चाहिँ दल विशेषसँग आबद्ध नभएको तर पेसागत रूपमा एउटा निश्चित तहसम्म सङ्गठित भएर त्यो बार्गेनिङ गर्न सक्ने र हक हितको लागि लड्न सक्ने अधिकारलाई हामीले स्वीकार गरेका छौँ, किनकि हामी पनि लिबरल डेमोक्रेट्स हौँ। हामी पनि सामाजिक न्यायसहितको उदार लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल हौँ।